नमस्कार सबैजनालाई है। योपालि चाहिँ हामीले डल्ले खोर्सानी चाहिँ अब 5000 बिरुवा रोपेको छौँ हो। यहाँनिर डल्लै रोपेको छौँ। मन्चिङ प्लास्टिक अब यताउताबाट अमित सरले मिलाइदिनु भयो, हर्टिकल्चर डिपार्टमेन्टबाट पनि दिएको थियो र पनि त्यसले नपुगेर पनि आधी जस्तो जग्गा चाहिँ हामीले चाहिँ पत्करकै मन्चिङ लगाएर पहिलाको पाराले जुन चाहिँ अदुवालाई पत्करले लगाइन्थ्यो त्यो पाराले चाहिँ गरेर चाहिँ पत्करै लगाएर पनि त्यसमा हामीले आधी जस्तो चाहिँ पत्कर लगाएर गऱ्यौँ र हामीले टोटल चाहिँ अब 5000 जस्तो बिरुवा चाहिँ रोपेको छौँ योपालि डल्ले खोर्सानीमा। पानी परेर पनि जस्तो लाग्यो कम्ती होला, जग्गा जग्गा त मजाले कम्ती। पहिलाको भन्दा चाहिँ काटेर चाहिँ फेरि अब यो आउँदैछ नि, यो अब आँखा दामी झम झम भएर आउँछ हो।